धेरै धेरै धन्यवाद छ। हजुरहरूले एउटा सानो नानीको लागि आफ्नो आवाज लिएर आउनुभएको छ। हामीले कार्यक्रम चाहिँ खास अर्कै तरिकाले गर्ने सोचेको थियौँ, तर हिजो हामी सबैलाई थाहा छ, हिजो गृह मन्त्रालयमा 3 मुद्दे सहमति भएपछि चाहिँ हामीले श्रद्धाञ्जली अर्पण गर्ने तरिकाले हामी त्यो स्वरूप मार्फत आज हामी यहाँ आएका छौँ। मलाई एकदमै बोल्न पनि गाह्रो भइरहेको छ। 3 वर्षको नानी हो भनेपछि सबै अहिले जति पनि अगाडि हुनुहुन्छ सायद 3 वर्ष उहाँहरू पनि अझ 3 वर्षभन्दा ठुलो होला, त्योभन्दा पनि सानी नानी। जसले संसार देख्न पनि पाएकी थिएन, जसले केही बुझ्न पनि सकेकी थिएन, जसले यो को हो, यो कहाँबाट आएको भनेर चिन्न पनि सकेकी थिएनन्। ती बालिकालाई लगेर रेप गरेर आँखा झिकेर जिब्रो काटेर त्यो सुन्दा पनि यस्तो रिस उठेर आएछ कि यस्तो रिस उठेर आएछ। किन 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 फाँसीको सजाय भएन हाम्रो देशमा, किन फाँसीको सजायलाई कार्यान्वयन गर्न सकेन भनेर यति रिस उठेछ। अब रिसाएर नहुने, कानुन बमोजिम जान पर्यो, कानुन बमोजिम चल्न पर्यो र सबैजना बहिनीको लागि आइदिनु भएको छ, सबैजना आवाज लिएर आउनु भएको छ। म सबैजनालाई धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु र साथसाथै तपाईहरुलाई म जानकारी पनि गराउन चाहन्छु। मैले धेरै ठाउँमा देखेको छु सानो भाइ बहिनीहरूलाई तपाईहरुले यतिकै झोला बोकेर स्कुल पठाउनुहुन्छ, यतिकै मैले देखिरहेको छु। म बजारमा धेरै हिँडिरहेको हुन्छु, यतिकै झोला बोकेर पठाइराख्नु भएको हुन्छ। कृपया आफ्नो बाबु नानीहरूलाई त्यतिकै झोला बोकेर एक्लो नपठाउनु। अहिलेको जमाना खराब छ, अहिले जमाना धेरै खराब भइसक्यो। मान्छेले बच्चाको हो, ठुलोको हो, जनावरको हो चिन्न छाडिसके। त्यही कारणले गर्दा मैले बारम्बार यो कुरा चाहिँ मैले दोहोऱ्याइ पनि राख्छु। तपाईहरुले आफ्नो बच्चाहरूलाई चाहिँ जुन ठाउँमा पुर्याउन जानुभएको त्यही ठाउँमा पुर्याउनु र बच्चाहरूलाई नै सिकाउनु। नचिनेको मान्छेसँग काहीँ पुर्याइदिन्छ भने नजानु, नचिनेको मान्छेले दिएको नखानु, नचिनेको मान्छेको साथमा काहीँ पनि नहिँड्नु भनेर तपाईहरुले बच्चालाई पनि सिकाउनु। किनभने अहिले वहाँ पर्यो, भोलि त्यही घटना यहाँ पर्न सक्छ। हामी बेलामै सचेत भएनौँ भने त्यो घटना वहाँ मात्रै होइन यहाँ पनि पर्न सक्छ। वहाँ पनि हाम्रै चेलीबेटी हो, यहाँ पनि हाम्रै चेलीबेटी हो। त्यसै कारणले गर्दा हामी अभिभावक पनि सचेत हुनु धेरै नै जरुरत छ। र म धेरै केही भन्न चाहन्न। यो दुःखद घडीमा हामी निकै नै दुखित छौँ, बोल्ने शब्द छैन। हामीले सबैले देखेकै छौँ। त्यसै कारणले गर्दा हामीले अगाडि सबैको अगाडि यो लाइनबद्ध भएर क्यान्डल राखिदिएको छौँ सबैजना। गरिमा चौधरी बहिनीको लागि चाहिँ 1 मिनेट मौन धारणा गरी चाहिँ उहाँको शान्तिपूर्ण बास रहोस् भन्ने चाहिँ कामना गर्दै 1 मिनेट उहाँले शान्ति पाओस् भन्दै आजको यस कार्यक्रम आयोजना गर्ने मुख्य व्यक्ति भर्खरै विद्यालयमा प्लेग्राउन्डमा भर्ना भएकी बहिनी बिचारा त्यसरी बलात्कार हुँदा अहिले हामी सम्पूर्ण नारीहरू सुरक्षित छौँ होला त? भर्खरै जन्मेको बच्चा त सुरक्षित छैन भने हामी के सुरक्षित रहन सक्छौँ होला? जे नहुनु थियो भइसक्यो। हाम्रो नेपालको संविधान 2072 अनुसार भाग 3 धारा 16 को उपधारा 2 मा पनि मृत्युदण्ड दिन पाइने छैन भनेर चाहिँ उल्लेख गरिएको छ। तर हामी सम्पूर्ण जनताहरू, सम्पूर्ण आम नारीहरू, सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू मिलेर यस्तो घटना सुनेपछि हामीहरू फाँसी दे सजाय दे भनेर उत्रिन्छौँ, मैदानमा उत्रिन्छौँ। तर त्यो फाँसी दिन हाम्रो नेपालको संविधानमा नै लेखिएको छैन। त्यही भएर चाहिँ हामीले त्यस्तो सजाय दिन पाउँदैनौँ।
नेपालको संविधानमा नै मृत्युदण्ड दिन पाइने छैन भनेर सजाय उल्लेख गरिसकेपछि सरकारले केही गर्न सक्दैन। हामीले सरकारलाई गाली गर्नु बेकार रहन्छ। र हामीले न्युज सुने अनुसार हिजो पनि गरिमा चौधरी बहिनीको बुवा र आमा चाहिँ गृह मन्त्रालयमै गएर शोभिता गौतम, कानुन मन्त्री शोभिता गौतम र गृह मन्त्री सुदन गुरुङसँग पनि छलफल गरेर चाहिँ उहाँहरू सहमतिमा आउनु भएको छ। उहाँहरूले चाहिँ 3 वटा बुदाहरू चाहिँ उल्लेख गरेर चाहिँ उहाँहरू सहमतिमा आउनु भएको छ र उहाँहरू पीडित पछि बमोजिम चाहिँ उहाँहरूले चाहिँ शालिग पनि निर्माण गर्ने भन्ने कुराहरू पनि राख्नु भएको थियो। यसरी हाम्रो नेपालको संविधानलाई कि त संशोधन गर्नु पर्यो, संशोधन गरेर चाहिँ हामीले सजाय दिलाउनु पर्छ, नत्र भने संशोधन नगरेसम्म हामीले जतिसुकै फाँसी दे भने पनि मैदानमा उत्रिए पनि त्यो फाँसी दिन सक्ने छैन। नेपालको संविधानलाई संशोधन गरे मात्रै बल्ल हाम्रो नेपालमा फाँसी दिने सजाय आउँछ। त्यसकारण हामीले जतिसुकै मैदानमा उत्रिए पनि नेपालको संविधान संशोधन नभएसम्म हामी जतिसुकै मैदानमा उत्रिए पनि, जतिसुकै दिनरात खटिए पनि, भोक तिर्खा नभनी त्यही लडे पनि हामीले न्याय पाउने छैनौँ। त्यसकारण आज हाम्रो यस गरिमा बहिनीको स्वर्गमा बास होस् भन्दै हामीले यहाँहरूको त्यही भएर छोरी चेलीबेटी एकदमै जोगिन जरुरत छ है। छोरी चेलीबेटी एकदमै जोगिन जरुरत छ। रातको समयमा नहिँड्नु। सबैले एकुन्टा आफ्नो छोरीले पालो आएर एकुन्टा बाल्नु होला। त्यसलाई अगाडि सार्दियो हुन्छ त मोमबत्तीहरूलाई। त्यो मोमबत्तीहरूलाई अगाडि सार्दियो। मौका है ओके मेरो भाइ।